हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो गाउँले भ्लगमा है। आजको चाहिँ फेरि दाउरा चिर्नको लागि भनौँ दाउरा काट्नको लागि रुख ढालिरहेको छ। त्यो काट्नको लागि चाहिँ आज चाहिँ गइरहेछ दुईजना बुढाबुढी। हिजो पानीले गर्दा दिएन, आज चाहिँ सबै काटिसकौँ टुना टुना पारौँ भनेर अब जान लागिरहेछ। अब फेरि भोलि बिहान विश्वलाई बोलाइवरी विश्वसँग बिहानको चिर्नु पऱ्यो भनेर आज चाहिँ टुक्रा टुक्रा पाइराख्नु पऱ्यो भनेर जान लागिरह हो। फेरि पानी परेर खत्तम हुन्छ जस्तो लागिरहेछ, पानी पर्न लागिरहेछ दिनै। यस्तो भइरहेछ हौ दिन पनि। दिउँसो पानी परेन भने बेलुका पर्छ, बेलुका परेन भने दिउँसो पर्छ, त्यस्तै भइरहेछ। अब चाहिँ चाहिने टक्क लाएर हिँडियो। अहिले गएन भने फेरि भरे पानी पर्न थालिहाल्छ र गाह्रो बनाउँछ। अन्त औषधि खाँदैछ कि औषधि सबै निकालो जस्तो छ यो मान्छेले चाहिँ। यिनले चाहिँ जाम खानै सबै त औषधि चाहिँ फाल्नु भएन। पल्टाइ दिनु पर्ने रहेछ यिनीहरूलाई त यहाँ। ल बिहानको कामै यति हो, एक बारी घाँस काटेर ल्याइयो, त्यसपछि यसो थोरै म्युजिक प्र्याक्टिस गरे जस्तो गरियो। पानी पर्छ भनेको त परि त गयो, अन्त के गर्नु त यहाँ। पानी त छिट्टै त गयो, गाह्रो छैन त अन्त। के गर्नु सर, पानीले नदिने भयो क्या काम गर्न यार। अस्ति नै चिर्नु पर्ने दाउरा त यताउता के गर्दा गर्दा भ्याउँदै भएन। अहिले अब फेरि पानी छुट्यायो, गाह्रो पऱ्यो अब फेरि। पानी आइसक्यो खोइ कता खार्मीतिरबाट। त्यति साह्रो भ्यान नभ्याउला कि त खार्मीतिर गएर। छाता बोक त्यो योहरू ल्याउनु पर्छ, भिजेर फेरि खत्तम हुन्छ होइन। के भन्छ बन्चरो र आरेहरू ल्याउनु पर्छ। छाता बोक प्लास्टिकमा बोक्छु हिँड्नु। त्यसपछि तल राखेको छ प्लास्टिक दिनु त मम्मी। कहाँ निकाल त, छाता पनि बोकेर हेर, प्लास्टिक पनि ऊ त्यहाँ छ त, त्यही बोक न। दुलो परिरहेको छौ, सानो पर्दैन होला हौ, त्यसै नै काम देला। धेरै यो त छैन हौ। लु पानी छिटायो, पानी पर्ने रहेछ आज, बेलैमा पानी पर्ने भयो। एक टुना पनि काट्न दिन्छ दिँदैन जस्तो लाग्यो मलाई। अब त्यही पनि गइ चाहिँ हेरौँ, धान तले त नपर्ला कि घाम लागिरहेछ हल्का। मम्मी मम्मी सिस्नु टिपेर राखिदिनु है, भरे सिस्नु खानुपर्छ। सिस्नु र थेप्ला तल नजानु होला आज। अब खान मन लागिरहेछ, खाऊँ न भनेर नि। अलैँचीको बोट कता छ? अलैँचीको बोट ल ल त्यसो भए गरिदिइराख्नु म। आजै खाऊँ भनेको।
ल है ल यो कसले काटेछ कुलो यो कुलो ठिक गर्नुभएको छ त गाडी भइरहेछ हौ यहाँ त यार मकै पनि आमा सानोमै यो निस्केछ यो नगोडेर क्या नगोडेर धोरेर क्या बढ्न पनि पाएन यार मकै त त्यतिमा धन चामल निस्किसकेछ अब मकै पोलेर खानुपर्छ टक्कसँगले होइन 1 महिनापछि चाहिँ नै मकै पोलेर खान लायकको हुन्छ होइन त्यसपछि चाहिँ नि टक्क मकै पोल्ने खाने उसिन्ने खाने खाजै त्यो हो एकदम अर्ग्यानिक बब्बाल दामी हुन्छ फेरि हो यतातिरको मकै चाहिँ एकदमै मिठो गरुङ्गो नगरुङ्गो छ अरे के चाहिँ दबाई गरुङ्गो छ को एउटा सानो काट्यो ठुलो चाहिँ ठुलै छ होइन गरुङ्गो चाहिँ जस्तो भए पनि खानु परिहाल्यो हेर खाना चाहिँ फेरि 23-22 गते जानुपर्ने छ बासवानी हाम्रो बच्चाको लागि भए पनि खानु पर्यो क्या हाम्रो बेबीको लागि भए पनि हो भने आमाको लागि टक्कसँगले खानुपर्ने नै हो अन्त अब भएको कुरा हो होइन आउँछ एकछिनमा फर्किन्छ कता आज भात नदिए पनि बसिरहेको छ भराइदिनु पर्यो भडा रतिर आइपुग्यो है टक्क लाएर चाहिँ हाम्रो बेबीको लागि आउनेवाला बेबीको लागि मङ्सिर 27 गतेको डेट दिइरहेको छ होइन डक्टरले त्यही भएर चाहिने यो चाहिँ भर्लादा यहाँ चाहिँ हाम्रो चाहिँ के भन्छ थानी छ के यो चाहिँ मन्दिर जस्तै नै भनौँ पूजा हुन्छ हाम्रो चाहिँ यतातिर चाहिँ यहाँ चाहिँ यो ठाउँमा चाहिँ बब्बाल बसेको छु यहाँ त ढुङ्गा त यार कस्तो मजाले बुनेर बसेको गाह्रै लगाए जसरी बसिरहेको छौँ ढुङ्गा त अहिले यस्तै हुन्छ यार बिगौती त लास्ट मनपर्छ मलाई बिगौती चाहिँ मनपर्छ दुध दही मही घिउ चाहिँ मन पर्दैन फेरि दुधबाट बनेको चिजहरू चाहिँ मनपर्छ होइन यसपालिको चाहिँ नि बाउसे चाहिँ म पनि हो है गर्नु पर्यो परमा खेल्नु पर्यो 1-2वटा परमा लाउनु पर्यो भनेको सकिन्छ सकिँदैन कोदो रोप्नु पर्ने छ त्यतिर त चाहियो फेरि किनेर त नसकिएला होइन परको त ठुलो ढुङ्गा भएको बाटो चाहिँ सिधै यता चाहिँ हाम्रो पुरै तलदेखि सबै अन्त यता माथिबाट माथिसम्म चाहिँ हाम्रो छ खेत चाहिँ खेत मात्रै हो गर्ने मान्छे छैनन् के गर्नु त अब सबै विदेश चल्दे बुढा खारा भन्दा त गाउँमा त कोही बस्ने भएन त्यो भएर आधी सर चाहिँ अलैँची हालिदिनु पर्यो अन्त आधी चाहिँ धान रोप्नु पर्ने हो यसपालि चाहिँ नै उसो कामै सुन्नु अन्त
यो यतातिर पनि होइन हाम्रै हो यता चाहिँ मान्छेहरूले धेरै अगाडि रोप्नु भएको रहेछ भ्यू चाहिँ छर्नु भएको रहेछ मजाले आयो यता त यहाँ अन्त यहाँ पनि छ ल यो फेरि हाम्रो है यो माथिको ढुङ्गासम्म चाहिँ हाम्रो पर्छ यता चाहिँ अब फेरि अलैँची नै नकमाउने अब कमाउने मान्छे नभएपछि अब गर्ने मान्छे नभएपछि चाहिँ यो खेत पनि यतिकै भयो बाँझै त्यही भएर अलैँची ड्याङ अलैँची रोपिदिनु पऱ्यो भनेर माथिसम्म चाहिँ अलिक सिमसारतिर चाहिँ अलैँची रोपिदिनु पऱ्यो अलैँची लगाइदिनु पऱ्यो भनेर अलैँची रोप्न थालिरहेको छौँ अस्ति मम्मीले रोप्नु भएको थियो यति गरेर त्यहाँबाट त आज रोप्नुहुन्छ होला आमा खोला त ठुलो पो भएछ त यार यो भारी बाढी आएर त यहाँ चाहिँ रोपिसकेको छ एक गडा चाहिँ यो घारी फाड्दा अलिक ढिलो हुने रहेछ क्या यता चाहिँ लगाइसकेको छ रोपिसकेको छ मम्मीले अस्ति आज चाहिँ दाउरा चाहिँ यति चिर्यो है अब घर जान पो लाग्यो पानी पर्छ अब हेर पानी पर्न थालिसक्यो यार जहिले कामै गर्न नदिने भयो क्या यो पानीले हजारो भइसक्यो दाउरा चिर्न चाहिँ नदिने भयो अरू काम चाहिँ जे होस् धान रोप्न चाहिँ ठिक हुने भयो अहिले यो गर्न चाहिँ दाउरा चिर्न चाहिँ दिएन बिल्कुलै पनि दिएन यार के हुनु छोरो लाने हो खुकुरी लाने यो बन्चरो लाने यो बन्छ फेरि जसन दाईहरूको बाटो यस्तो छ आकाश पुरै यस्तो छ अन्त अब चाहिँ गयो हामी चाहिँ लाग्यो फेरि पनि अर्को भिडियोसँग आउने छु म है भोलि अर्को भिडियो पनि फेरि आउँछ अर्को एकदमै दामी टाइपको होइन काम चाहिँ यो भिडियोलाई चाहिँ फुल वाच गरिदिनु होला है आजको लागि चाहिँ बाई बाई फेरि भोलि भेटौँला नयाँ भिडियो सहित